खै साथी हो, यस्तै छ जिन्दगानी। साधन नभएपछि रोड भए पनि यसरी हिँड्नुपर्छ। यस्तै छ जिन्दगी। साधन नहुनेहरूलाई रोड हुँदा पनि हिँड्नुपर्ने बाध्यता छ। बाह्र बजेको 11 साढे 11 को मध्याह घाम छ। घाम साह्रै चर्केको छ। घाम चाहिँ खपि नसक्नु छ है साथीहरू। अवसरको आज 6-7 भयो, पानी खासै परेको छैन। यहाँ चाहिँ अब पहिला खोला खोल्सामा पानी पलाएर हिँड्न नसक्नुहुन्थ्यो। अब अहिले चाहिँ सुक्खा छ, अहिले चाहिँ पानी अलिक कमै छ परिरहेको छ। त्यही भएर घाम चाहिँ असाध्यै छ। राम्रो तले घाम चाहिँ भन्नुपर्दाखेरि धेरै नै छ घाम, टन्टलापुर। चाहिँ खाल्टैबाट माटै बेसी झर्दै गरेको अवस्था है साथीहरू। त्यो चाहिँ रोड भएको, साधन नभएको कारणले यसरी हिँड्दै गइरहेको छु। घाम पनि असाध्यै चर्केको छ। असाध्यै चर्किया छ है साथीहरू। घाम चाहिँ अत्याधिक मात्रामा गर्मी छ। त्यतिकै पनि यो माटो बेसीमा गर्मी नै हुन्छ। यो यहाँनिर अलिक गहिरो भएर त्यस कारणले
गुर्मी मागे माटे बेसी बगैँचा आँप बगैँचा भन्छ। म चाहिँ अब बुढा आँपको छेउमै पुगेँ। माटे बेसी यहाँनिर चाहिँ अब आँपको बगैँचा यो चाहिँ सबै खोलाएर माटे बेसी झर्दैछु। आँप बगैँचा आँप जति चाहिँ सबै साथीहरूले टिपेर अचार बनाएर सुखाराम बनाएछन्। यस्तै छ, आँप चाहिँ छैन, रुख मात्रै बाँकी भएछ। पनि अब थकै मार्दैछु है साथीहरू। अब एकछिन साह्रै गर्मी भयो। ल यो चाहिँ माटे बेसी आँप बगैँचा है साथीहरू। ल यो बुढा आँप सबै काली सेती गोरी दही सुपाडे हाडे सबै यो रुखहरू यही हो आँपको बगैँचा। म चाहिँ फाइनली अब माटे बेसी आइपुग्नै लाग्यो है साथीहरू। त्यस्तै छ बाटो। यो चाहिँ माटे बेसी है साथीहरू। यो चाहिँ एग्रिकल्चर माटे बेसीको। फेरि म जाँदैछु। बाटो अलिक खतरै छ साथीहरू। पसिना पनि लत्रक्कै आएको छ आउँछ। मकै भाज्नु थालेको छन्, खनजोत चलेका छन्। त्यस्तै छ। बाटोहरू चाहिँ अलिक अप्ठ्यारो छ। साथी बाटो अलिक धरप छ। फाइनली माटे बेसी आइपुग्यो खेतमा। असाध्यै गर्मी छ है साथीहरू। पसिनाको चाहिँ धारै बगिरहेको छ। यहाँ दुई छडा पाखरा रहेछ चलिरहेको। मकै जस्तो छन्, गाई बस्तीका छन्, पाखरानिर छन्। यो धानको बिउ, यो मकैबारी, यसमै रोप्ने धान। मकै घारीमा आइपुगेँ साथीहरू। म चाहिँ मकै घारीमा।
अब फाइनली माटेबेसीमा यो चाहिँ माटेबेसी महादेव थान है त। खेलबारी छ, महादेव थान छन्। अब म चाहिँ लुखु खोलाको पुल, एउटा झोलङ्गे पुल छ यता साइडमा, यहाँ एउटा पक्की पुल छ। म चाहिँ पक्की पुलको साइडबाट हिँड्दैछु है साथीहरू। घाम चाहिँ असाध्यै 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 नै छ। हेर्नुहोस् यतातिर यता छ, यो चाहिँ पुल भयो, झोलङ्गे पुल पहिलाको पुरानो। यो अहिलेको चाहिँ पक्की पुल। गाडी हिँड्ने गाडी साडी सबै छ, तर अब बाटो छ, गाडीको सुविधा छैन। त्यसको कारणले म चाहिँ हिँड्दै 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 अब लिखु खोलाको पक्की पुल तर्दै सिसन्धुतिर लाग्दैछु म। यो पारिबाट देखेको चाहिँ सिसन्धुको राणा पहर, यसलाई चाहिँ राणा पहर भन्छ है साथीहरू। उही यो माथिको पहरलाई है राणा पहर यस्तो छ। यो पुल तर्ने बित्तिकै म रामेछापमा टेक्दैछु, रामेछापको सिसन्धु बेसी है त साथीहरू। यो चाहिँ ओखलढुङ्गा र रामेछापको सिमानाको माटेबेसीको पुल तरेर अब म ठ्याक्कै अब रामेछापमा पहिला चल्दैछु है साथीहरू। यो चाहिँ अब रामेछाप है, रामेछापको सिसन्धु बेसी। यो लिखु खोलाको पुल लम्बाइ 47 मिटर छ। स्थापना सङ्ख्या 1। पहिला यहाँ आर्मी क्याम्प थियो, यहाँ चाहिँ अहिले क्याम्प स्याम्प उठाएर क्याम्प मात्रै छ, आर्मी छैन, उठेर गइसकेको अवस्था छ। सबै घाँस झार उम्रिरहेको छ। यो प्रोजेक्टको आर्मीहरू यहाँ क्याम्प अस्थायी बेस क्याम्प थियो, अस्थायी बेस क्याम्प उठेर गएपछि यो क्याम्पको अवस्था यस्तो छ है साथीहरू। ठिक छ ल, अहिले यति हो। फेरि अर्को भिडियो हेर्दै गर्नु होला। हस् त।